जेमेसी कि परमेश्वरलाई महिमा भएको होस्। आजको मेरो टपिक रहेको छ यूहन्ना सुसमाचार त्यसको 12 र 13वां वचन, जहाँ लेखिएको छ कि तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुनेछन्। आमीन। जस्तो यहाँ वचनले भन्छ कि तिमीहरू परमेश्वरको अधिकारको बारेमा छ है। हामी परमेश्वरको सन्तान हुने अधिकार कसको द्वारा हामीले प्राप्त गरेको छौँ त? हामीले कसको द्वारा, कसको नाउँमा विश्वास गर्नेको आज हामीलाई जरुरत छ त? र जब हामीले उसको नाउँमा विश्वास गर्छौँ त हामी कसरी परमेश्वरको सन्तान हुनेको योग्य हामी हुन्छौँ त? उहाँ चाहिँ परमेश्वरले आफ्नो एकलौता छोरालाई संसारमा पठाइदिनु भएको ताकि कुनै मानिस जाति नाश नहोस्। जब हामीले पुत्रमा विश्वास गर्छौं र जब हामीले उहाँलाई आफ्नो मुक्तिदाता भनेर, आफ्नो परमेश्वर भनेर जब हामीले उहाँलाई आफ्नो जीवनमा ग्रहण गर्छौं र जब हामी उहाँको पछि हिँड्छौं, तब हामी परमेश्वरको सन्तान हुने योग्य हुन्छौं। किनकि जबसम्म हामीले उहाँको नाउँमा विश्वास गर्दैनौं र उहाँलाई प्रभु भनेर स्वीकार गर्दैनौं भनेपछि तबसम्म हामी स्वर्गको राज्यमा प्रवेश गर्न पनि सक्दैनौं र हामी परमेश्वरको सन्तान हुने योग्य पनि हुँदैनौं। किनकि जसले हाम्रो लागि आफूलाई क्रुसमा बलिदान गर्यो त्यसको माथि जबसम्म हामीले विश्वास गर्दैनौं र जबसम्म हामी उसको आज्ञामा हिँड्दैनौं भनेपछि तबसम्म हामी परमेश्वरको राज्यमा परमेश्वरको छोरा र छोरी हुने अधिकार हामीले पाउँदैनौं। किनकि पिताले हामीलाई एउटा बाटो दिनुभयो र जुन बाटोमा अगर हामी हिँड्दैनौं भनेपछि तब हामी कसरी पिताको नजरमा उसको सन्तान हुने योग्य हामी आफूलाई मान्ने त? त्यो बाटो के दिनुभयो हामीलाई? पिताले आफ्नो एकलौता छोरालाई संसारमा बलिदानलाई पठाइदिनु भयो ताकि उसमा विश्वास गर्नुहुन्न कोही पनि मानिस नाश नहोस् भनेर। फेरि पनि आज मानिसहरूले अनदेखा गरिरहेको छ, किनकि यीशु हाम्रो निम्ति बलिदान हुन आउनु भएको हो र प्रेम दिन आउनु भएको हाम्रो लागि। यीशु यस संसारमा जब आउनु भयो तब कुनै पापीलाई दण्ड दिन आउनु भएको होइन। उहाँले प्रेम बाँड्न आउनु भएको यस संसारमा ताकि हामी उहाँको पछि हिँडौं र उहाँलाई हामी स्वीकार गरौं र उहाँको आज्ञाहरू हामी मानौं ताकि हामी नाश नहौं भनेर यीशु यस संसारमा आउनु भएको। फेरि पनि आज मानिसहरूले उहाँको नाउँमा विश्वास गर्न छोडेर उहाँलाई भला बुरा भन्छन्, उहाँलाई विदेशी धर्म भनिराखेको छ। किनकि मान्छेहरू यति अपुत छन् कि जसले बुझ्न सक्दैनन्। जब हाम्रो जीवन, जब हामीले प्रभु यीशुलाई जब ग्रहण गर्छौं त हामीले पुरानो जीवनलाई त्याग्नु पर्छ